नमस्कार। आज मलाई एउटा सानो कुराहरू गर्न मन लाग्यो होइन। हरेक चुनावमा हामीले एउटा प्रश्न सुन्ने गर्छौँ, कसलाई भोट दिने? तर साँचो प्रश्न के हो भने किन भोट दिने र कसको लागि भोट दिने? हामीहरू धेरैजनाले चाहिँ भोट दिँदाखेरि के गर्छौँ त भन्दाखेरि पार्टी हेर्छौँ, किनजान हेर्छौँ, जाति, क्षेत्र वा भावनामा बगेर भोट दिने गर्छौँ। तर के यो सही कुरा हो त? यो सही तरिका हो त? भोट हाल्ने भनेको केवल एउटा चिन्हमा छाप लगाएर कुनै एउटा पार्टीलाई जिताउनु मात्र होइन। भोट भनेको हामीले हाम्रो भविष्य, हाम्रो छोराछोरी, हाम्रो भाइ बहिनीहरूको भविष्य जो रोज्दैछौँ भोट हालेर। हामीले भोट हालेर देशमा बन्ने नीति, विकास र इमान्दारितालाई रोज्दैछौँ हामीले। अनि अर्को बुझ्नै पर्ने कुरा के हुन्छ त भन्दाखेरि जो मान्छेलाई हामीले नेताको रूपमा छान्दैछौँ, जो मान्छेलाई हामीले भोट हाल्दैछौँ नि, ऊ मान्छेले चाहिँ जनताको समस्या बुझ्छ कि बुझ्दैन, भाषण मात्र गर्ने हो कि समस्या पनि बुझ्ने हो, त्यो पनि एउटा ख्याल गर्नुपर्ने कुरा हुनसक्छ। अनि अर्को कुरा भनेको जुन घोषणापत्र उसले जनता सामु प्रस्तुत गर्दैछ नि, त्यो घोषणापत्र व्यावहारिक छ कि सपना मात्र बेच्ने खालको छ कि, त्यो पनि एकदम महत्त्वपूर्ण कुरा हुन्छ। हामीले विगतमा पनि देखेकै हो, ग्यासको पाइप लिएर आइदिन्छु, रिचार्ज लिएर आउँछु, रेल उडाइदिन्छु, पोखरा कहाँ कता जोमसोम यस्ता धेरैचोटि सुनेका हो होइन। सुन्ने मात्र भयो के भन्दा त्यो कामको लागि केही पनि रहेन, जनताले केही पनि पाएनन्, त्यो हुने कुरै थिएन, गर्दा पनि गरेनन्। त्यस्तो छ कि के छ? सपना मात्रै बेचेको हो भने उसलाई भोट हाल्नु हुँदैन। यदि उसले व्यावहारिक काम गर्छु, गर्न सक्ने काम गर्छु भनेको छ भने हाल्नुपर्छ। अनि अर्को कुरा के हुन्छ भने यदि विगतमा पनि ऊ त्यो पोस्टमा थियो अथवा चाहिँ संसद थियो भने उसले के काम गर्यो त, के योजनाहरू भित्रायो त आफ्नो क्षेत्रमा, त्यो पनि एकदम बुझ्नुपर्ने कुरा हुन्छ, यसलाई पनि ख्याल गर्नुपर्ने हुन्छ। अर्को कुरा के हो भन्दाखेरि हामीले गलत मान्छेलाई छान्यौँ भने चाहिँ अर्को 5 वर्ष पनि हामीले गुनासो गरेर बिताउनु पर्ने हुन्छ। यसले पनि काम गरेन, यो पनि त्यस्तै रहेछ। अहिले हाम्रो नेपाली समाजमा एउटा भनाइ छ नि, जो आए पनि काम नगर्ने, जो नेता आए पनि त्यही हो। नेता भन्ने बित्तिकै भ्रष्टाचारी भन्ठान्छन्, मतलब भ्रष्टाचारी सुन्ने बित्तिकै नेता भन्ने कुरा दिमागमा आउँछ के, भनेपछि हाम्रो नेताहरूले त्यस्तो छवि बनाएका छन् के। अनि हामीले अर्को बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि हामीसँग डिग्री छ हातमा तर जब छैन, हाम्रो गाउँ सहरमा विकास छैन, शिक्षा र स्वास्थ्य पहुँच भन्दा पनि माथि महँगो भएको छ। अनि हरेक चुनावमा उही अनुहार, उही भाषण, उही सपना। तपाईँहरूले अब बुझ्नुहोस्, म सुरुदेखि एमाले, सुरुदेखि कङ्ग्रेस, सुरुदेखि नेकपा भनेर के कुराहरूलाई चाहिँ गुमाउँदै हुनुहुन्छ। तपाईँ आफ्नो भविष्यको मात्रै कुरा छैन यहाँ, तपाईँका छोरा नातिहरू पनि यो देशमा सुरक्षितसँग बस्ने हो भने जसले काम गर्छ, जसले सपना बेच्दैन, जसले भनेको कुरा पुर्याउँछ, उसलाई छान्नलाई बहुतै जरुरी हुन्छ। अनि अर्को बुझ्नै पर्ने कुरा के थाहा छ, हाम्रो छरछिमेकमा, हाम्रो आफ्नै घर वरपर अथवा आफ्नै घरमा पनि अहिले त लगभग सबै घरबाट, प्रत्येक घरबाट 1-2 जना मान्छेहरू चाहिँ अहिले विदेशिने चलन बढेको छ। विशेष गरी विद्यार्थीहरू आफ्नो भविष्यको खोजीमा विदेशिनुपर्ने स्थिति छ। धेरै मान्छेहरूले यसलाई गर्वको रूपमा हेर्नुहुन्छ, तर यो विडम्बना होइन र भनेको। आफ्नो देश, आफ्नो कल्चर, आफ्नो बाबुआमाको काख छोडेर, आफ्नो परम्परा, चाडपर्व सब कुरा छोडेर अर्काको देशमा एउटा भविष्यको लागि भनेर जानुपर्ने स्थिति छ। आफ्नै देशमा जन्मेर यत्रो समयसम्म हुर्केर 10,000 को जागिर खानको लागि यहाँ ठुला पावर खेलाउनु पर्ने जस्तो देश छ हाम्रो। कसले बनायो यो? यही नेताहरूले होइन? यो प्रश्न हामीले गर्नु पर्दैन? फेरि पनि त्यही मान्छेलाई भोट हाल्ने, फेरि पनि त्यही मान्छेलाई भोट हाल्ने, यसले के गर्छ? यसले के गर्छ त भन्दाखेरि आज तपाईँको छोरो विदेश गएको छ भने भोलि तपाईँको नाति पनि विदेश जाने स्थिति आउँछ। बिस्तारै बिस्तारै के हुन्छ भने एउटै घरका छोराछोरी परिवार एकै ठाउँमा भेट हुनलाई लगभग असम्भव जस्तै हुन्छ। एउटा छोरा एउटा देशमा, छोरी अर्को देशमा, नाति अर्को देशमा, यस्तो स्थिति आइपर्छ। अझै यो पालि त हामीले अर्को पनि के कुरा सोच्नुपर्छ भने यो जुन 82 सालमा चुनाव हुँदैछ, यो 84 सालमा हुनुपर्ने चुनाव 82 सालमा भयो। किन भयो त भन्दाखेरि जेनजीको आन्दोलनले गर्दा। जेनजीको आन्दोलनमा जुन 76 जना मान्छेहरूले आफ्नो रगत बगाएका छन्, आफ्नो ज्यान दिएका छन्, उनीहरूले
कल्पना गरे अनुसारको देश हामीले बनाउनु पर्छ कि पर्दैन? त्यो हाम्रो जिम्मेवारी हो कि होइन? हिजो त्यो ठाउँमा तपाईँ हामी हुन सक्थ्यौँ, तपाईँ हाम्रो आफ्नो मान्छे, साथीभाइ अथवा छोराछोरी हुन सक्थे। जो मान्छेले आफ्नो छोराछोरी, आफ्नो साथीभाइ गुमाएका छन्, उनीहरूलाई कति पीडा होला। भोलि गएर उनीहरूलाई पनि हाम्रो छोरानाति, हाम्रो साथीभाइले योगदान गरेर आफ्नो ज्यान दिएर बनाएको देश हो भन्ने खालको गर्व गर्ने खालको देश बनाउने जिम्मेवारी तपाईँ हाम्रो हो। तपाईँ हाम्रो भन्नुको मतलब भोटरहरूको हो। जस्तो नेता छान्ने भन्ने कुरा भोटरको हातमा हुन्छ र भोटरले जस्तो नेता छान्यो देश त्यस्तै बन्छ। त्यसैले यो चुनावमा भोट चाहिँ चिन्ह हेरेर, पार्टी हेरेर अथवा प्रचार प्रसार हेरेर दिने होइन। भोट तपाईँको नेता छान्न लागेको नेताको विचार, उनीहरूको चरित्र, उनीहरूको नीति, उनीहरूको विकास, आयोजनाका विचारहरू, आइडियाहरू हेरेर दिनुहोस्। भोट सस्तो छैन, भोट सस्तो छँदै छैन। भोटसँग तपाईँले आफ्नो भविष्य मात्र होइन, आफ्नो बालबच्चाको भविष्यसम्म साट्दै हुनुहुन्छ। त्यसैले मताधिकार भनिन्छ नि, भोट दिने अधिकार मात्र होइन, भोट दिने एउटा जिम्मेवारी पनि हो। तपाईँले आफ्नो बालबच्चाको, आफ्नो सन्ततिको उज्जवल भविष्यको कामना गर्ने तपाईँको जिम्मेवारी हो कि होइन, त्यो कुरा पनि भोट दिन अगाडि ख्याल गर्नुपर्ने हुन्छ।